हाम्रो महान परमेश्वर अनि सर्वशक्तिमान परमेश्वरलाई धन्यवाद भएको होस् र उहाँका नाउँ दिएका हरेक प्रजालाई म मेरो तर्फबाट जय मसीह भन्न चाहन्छु। दशौँमा जोडेर हजुरलाई जय मसीह। साथै अन्य मित्रहरूले यो भिडियो हेर्दै हुनुहुन्छ भने उहाँहरूलाई पनि म नमस्कार टक्राउन चाहन्छु। अनि साँच्चै पनि आज म तपाईहरुको माझमा केही कुरा म राख्न किनभने अब यो संसार अनि यो विश्वमा अनि विभिन्न प्रकारको घटनाहरू अनि विभिन्न प्रकारको सन्देशहरू हामीले सामाजिक सञ्जाल को माध्यमबाट हामीले सुनिरहेका छौं र प्रत्यक्ष देखिरहेका छौं। त्यसो भएको हुनाले गर्दा यो हरेक कुराहरू अनि जे पनि यो संसारमा सामानहरू छ, चीज वस्तुहरू छ, जेसुकै कुरोको जुनसुकै कुरोको पनि एउटा आयु छ र एउटा निश्चित समय छ। अनि त्यसै अनुसारले यो सारा ब्रह्माण्ड पनि अनि यो कुनै निश्चित समय छ भन्ने कुरो हामीले प्रमाणित गर्न सक्छौं। किनभने मान्छेको यो शरीर पनि भौतिक शरीर पनि एउटा निश्चित समयको निम्ति यो संसारमा रहन्छ अनि त्यसपछि जहाँबाट आएको हो त्यहीँ फर्किनु पर्छ भनेर चाहिँ हामीले बुझ्ने गर्दछौं। त्यसो भएको हुनाले म मेरो ब्याकग्राउन्डमा म जान चाहन्छु। म चाहिँ एउटा हिन्दू परिवारबाट हुर्केको अनि सानैबाट अनि हामी चाहिँ क्षेत्री घरानाको व्यक्ति है। अब 52 भन्दा अलि तल 52 बाट खसेर क्षेत्रीमा गएको भन्ने हाम्रो पुर्खाहरूको एउटा कहानी छ। अनि पहिला चाहिँ हाम्रो जिजुबाजेहरूले जिजुबाजे 52 अनि 52 ले चाहिँ एउटा अलि तल्लो जातको स्त्रीलाई अथवा छोरीचेलीलाई बिहे गरेर 52 बाट क्षेत्रीमा खसालिएको भन्ने त्यो कहानी मैले सुन्ने गर्थे। अनि मेरो घर चाहिँ मुगु जिल्ला है। मुगु जिल्लाको अहिले कामरङ गाउँपालिका वडा नम्बर 9 मा पर्छ। अनि त्यहाँ चाहिँ पहाड एरियामा धेरै नै धर्म संस्कृति विभिन्न परम्परा अनि धेरै कुराहरूको एकदमै हुन्छ मूल्य र मान्यता हुन्छ। म त्यस्तो घरानाबाट हुर्किएको व्यक्ति। अनि जब म 2015 सालमा मलेसिया प्रस्थान भएँ रोजगारको सिलसिलामा म मलेसिया आएँ। अनि मलेसिया आइसकेपछि अनि म मलेसिया आउँदा घर परिवारबाट र आफन्तजनहरूबाट अनि त्यहाँ रहेको अग्रज व्यक्तिहरूबाट आशीर्वादको साथ अनि हिन्दू संस्कारबाट म विदाई भएर विदेश पलायन भएँ। बुवा आमाको इच्छा थियो विदेश नजाओस् छोरा, 4 बजे 5 बजे नै झिसमिसै उज्यालो नहुँदै हिँड्नुपर्छ, सायद बिग्रिन्छ अनि बाटोमा अनेक थरीको व्यक्तिहरू अनेक केही भेटिन सक्छ, अशुभ हुन्छ भन्ने धेरै त्यो एउटा परम्परा प्रचलन छ। अनि त्यसपछि लिएर म चाहिँ एकदमै त्यसको रीतिरिवाजमा फलो गर्दै घर परिवारले अन्ततः मलाई विदेशको निम्ति विदाई गर्ने तयारी गर्नुभयो। विदेशको लागि तयारी गर्नुभयो र विभिन्न देवी देवताहरूको विभिन्न अब त्यो हुन्छ नि उनीहरूको व्यवस्था अनुसार उनीहरूको चलन अनुसार मलाई विदाई गर्नुभयो। मेरो इच्छा चाहिँ विदेश गएर अब केही आर्थिक उन्नति गर्नुपर्छ भन्ने थियो। जब म विदेशमा आइपुगेँ अनि विदेशमा आउँदा मैले 3-4 महिना समथिङ घरमा कल कन्ट्याक्ट गरिन। किन त्यो नगर्नुको कारण थियो अब त्यो बेला चाहिँ अब मोबाइलको धेरै विकास भइसकेको थिएन। हाम्रो गाउँघरतिर नेटको सुविधाहरू थिएन। अब त्यो वाइफाई चलाउने नेट चलाउने भन्ने कुरो त टाढैकै कुरा थियो। बल्ल बल्ल अब टुकटुके मोबाइलहरू अलिकति प्रचलनमा आएको थियो। हामीहरू चाहिँ नजिकैको हाट बजारमा नजिकैको पसलहरूमा हामी खानपिन किन्नको निम्ति रासन पानी किन्नको निम्ति हामी जाँदै थियौँ। हामी नेपाली जान्दै हाम्रो रुबिटु कम्पनी थियो। 25-26 जना हामी नेपाली काम गर्थ्यौँ त्यो कम्पनीमा। लगायत अन्य देशका व्यक्तिहरू पनि थिए र लोकल व्यक्तिहरू पनि केही थिए। तर हामी नेपाली भनेको 25-26 जना थियौँ। अब त्यो क्रममा हामी हाट बजार जाने क्रममा अब यहाँ मलेसियन भाषामा पासा मालाम भन्छ। पासा मालाम भनेको पासर भनेको पसल, अब बजार, अब मालाम भनेको बेलुकाको हाट बजारमा जाँदाखेरि
नेपाली दाजुभाइहरू भेटिनु भयो। उहाँ चाहिँ क्रिस्चियन हुनुहुँदो रहेछ, तर उनीहरूको हामीसँग बोल्दाखेरि हामीसँगको संवाद गर्ने क्रममा उनीहरू चाहिँ एउटा कुनै धर्मप्रति अब लोभ लालच नभएर नेपाली भावना राखेर उहाँले हामीलाई इन्भाइट गर्नुभयो, निमन्त्रणा गर्नुभयो र हामीसँग संवाद गर्नुभयो। उहाँले भन्नुभयो कि ल हामी पनि नेपाली हो साथीहरू अनि भनेर भन्नुभयो। अनि त्यसपछि लिएर हामी बोल्दै थियौँ, संवाद गर्दै थियौँ। अनि त्यसै क्रममा अनि एकजना कालो कालो मोटे मोटे काले चाहिँ अब त्यो नजिकै हाम्रो पिछा गरेर आयो। अनि हामी म पनि त नेपाली हो साथीहरू, नेपाली हो, ल है ल स्वागत छ भनेर नेपाली अलिकति बोलेर, तर लवाज चाहिँ यहाँको मलेसियन लोकल नै लवाजमा अब नेपाली बोल्दै आउनुभयो। अब हामी चाहिँ डराएर भाग्यौँ। अब यो चाहिँ नेपाली बोल्दा हामीलाई लुट्छ, अब काट्छ, अब के हुन्छ भनेर सबैजना डराएर हामी भाग्ने प्रयास गऱ्यौँ। अब किन भन्दाखेरि अब मलेसियाको अवस्था हामीले अलिकति बुझिरहेका थियौँ। किन भन्दाखेरि विभिन्न सामाजिक सञ्जाल र विभिन्न अब हामीलाई पठाउने एजेन्टले पनि भनिरहेको थियो त्यहाँ गएर अलिकति होसियारी चाहिँ अपनाउनु पर्छ, त्यहाँको लोकल र त्यहाँको लोकल बासिन्दाले अब अलिकति केही दुर्घटना निम्त्याउन सक्छन् भनेर भनेको थियो। अनि त्यो डरले हामी भाग्यौँ। अब हामीलाई लुट्छ होला। हामी ठ्याक्क त्यो समय पनि अब महिना मरेको थियो। अब केही रकम यसो खर्चहरू पैसा पनि निकाल्नु पर्ला भनेर हामी पैसा निकाल्नको निम्ति र अब सामान किन्नको निम्ति निस्किरहेको बेलामा अब हामी चाहिँ बर्बादमा पऱ्यौँ। अब हामी चाहिँ फस्यौँ भनेर हामी चाहिँ भाग्न थाल्यौँ। अब 2-4 जना केटाहरू भागेर हामी 1-2 जना व्यक्तिहरू अब त्यहाँ नजिक भाग्दै पनि उनीहरूले रिक्वेस्ट गर्नुभयो कि सम्झाउनु भयो कि होइन हामी लुट्ने चोर्ने कुनै हामी त्यो धन्दामा सहभागी छैनौँ, हामी त्यस्तो गर्ने नियत होइन। अनि हामी चाहिँ नेपालीहरू भेटघाट गर्ने, जमघट गर्ने र रमाइलो गर्ने अनि एउटा हामीले त्यस्तो ठाउँ छ हाम्रो। अनि त्यहाँ तपाईँहरू छुट्टीको दिनमा घरमा रुममा यतिकै बस्नुभन्दा, मोबाइल मात्रै खेलाएर बस्नुभन्दा अब र यताउति दायाँ कतै घुम्न जाँदा अब तपाईँहरू यस्तो समस्यामा पर्नुभन्दा बरु आउनुहोस् यतै यो कोठामा, यो घरमा हामी भेटघाट गर्ने गर्छौँ अनि यो ठाउँमा। अनि हामी चाहिँ जमघट गर्छौँ र यहाँ रमाइलो हुन्छ र नेपाली दाजुभाइ दिदीबहिनीहरू धेरै भेटघाट हुन्छ अनि हामी साथी बनाउन सक्छौँ। अनि हामी चाहिँ दुःख सुख एकअर्काको कुराहरू गरेर दुःख सुख मेटाउन सक्छौँ भनेर हामीलाई निमन्त्रणा गर्नुभयो र अनि हामीलाई एकछिन त्यो कोठामा जाऊँ भनेर चाहिँ हामीलाई लिनुभयो। लिइसकेपछि त्यो कोठामा के रहेछ भनेर हामी पनि हामी धेरै थिएनौँ त्यो बेला, अरू चाहिँ भागिसकेको थियो। मलाई लाग्छ अन्दाजी 3-4 जना जति थियौँ जस्तो लाग्यो है। अनि 3-4 जना थियौँ। अनि हामी ल के रहेछ नि त जाउँ न त, कस्तो खालको रमझम रहेछ, के रमाइलो रहेछ, या त दोहोरी साझै पो हो कि या त केही पार्टी पेरसै हो कि के छ, त्यहाँ केही न केही छ होला भनेर एकदम उत्सुक भएर हामी गयौँ। अनि गइसकेपछि त्यहाँ अब 2 जना राइनी दिदीबहिनीहरू थियो, उनीहरूले चिया कफीहरू बनाएर दिनुभयो, ल खानुहोस् दाइ भन्नुभयो। अब हामी चाहिँ ठ्याक्क त्यो टाइममा हाफ प्यान्ट लगाएर गएको थियौँ। अब किन भन्दाखेरि हामी पसल गएको मान्छे त हो। अब उनीहरू त अब पुरा टाई सुटमा छन्, कोही एकदम राम्रो ड्रेसअपमा छन्। अब हामी चाहिँ सामान्य रूपमा अब हामी हाट बजार गएको, अब पैसा निकाल्ने अलिकति हामी फर्किने भनेर हामी त्यो योजनाबद्ध गएको मान्छे। अब हामी चप्पल लाएर अब त्यो सामान्य ड्रेसमा गएको मान्छे। अब हामी चाहिँ तत्कालै अब त्यस्तो ड्रेसअप भएको स्ट्यान्डर्ड ठाउँमा हामी जाँदाखेरि हामी लज्जित भएर कोही कसैले कफी